सो गाइज आज चाहिँ बिहानै बाँदर धपाउन भनेर गएको थिएँ। अनि त्यसपछि यसो भुइँमा हेरेको यतिका च्याउ भेटाएँ मैले चाहिँ। यो भनेको त माल हो नि होइन। फेरि यो चाहिँ घर छोडेर फेरि टिप्न चाहिँ चल्दी सानो लाग्यो है त। 6 7 यति भेटाएँ। अब खोज्दिनँ। थोपा थोपा मिलेर समुद्र बन्छ भने जस्तै त्यस्तै हो। मेरो सब्सक्राइबर पनि त्यस्तै हो। अहिले कति 30 35 कति पुगिसक्यो अरे। थोपा थोपा मिलेर पछि मिलियन पुग्छ गरे के। तान्छ गाइज म यहाँको झन् दिमाग खेलाउन हो क्या जस्तो लागिरह्यो कि मलाई त्यहाँ। यहाँको कति बेर भइसक्यो। अघि नै आएर यहाँ बसेको म। यहाँ बसेपछि म टोलाइ सोचे भइरहेको कि कस्तो अर्कै फिल भइरहेको यार। टोलाइ त्यो होसै नभनेको टोलाइरहेको कि म के सोचेको थाहै होइन। कसलाई सोचेको थाहै होइन। म एक्कासी चेन्ज भइरहेको छु अचल। अनि एउटा हुन्छ कि मान्छे हुन्छ कि दुई टाइपको। एउटा धेरै बोल्ने मान्छे हुन्छ, एउटा फेरि कम बोल्ने मान्छे हुन्छ क्या। त्यो दुइटै आफ्नो आफ्नो ठाउँमा एउटा विकनेस हो है मेरो ओपिनियनबाट। कसरी विकनेस हो भन्दाखेरि अब कम बोल्ने मान्छेतिरबाट जाऊँ। कम बोल्ने मान्छे कस्तो हुन्छ भन्दाखेरि आफूलाई इन्जस्टिस हुँदा पनि, आफूलाई कसैले नराम्रो गरिराख्दा पनि अब मनमा भन्न धेरै कुरा छ। आफूलाई अब नराम्रो भइरहेछ थाहा छ, त्यही पनि भन्दैनन् कि चुप्प लाएर बस्छन् कि। यो एउटा फ्याक्ट हो। अनि अर्को फेरि के छ भन्दाखेरि दे क्यान्ट एक्सप्रेस देयर फिलिङ्स टु एनीवन के। अब कसैलाई फिलिङ एक्सप्रेस गर्नै नसकेपछि तिनीहरूलाई के चाहिन्छ, तिनीहरूले के गरिरहेको हुन्छन् कसैले बुझ्नै सक्दैन क्या। तिनीहरूको एक्सपेक्टेसनहरू मतलब पुरा गर्न पनि सक्दैन कि। तिनीहरूले एक्सपेक्ट तर गरिरहेको हुन्छन्। तर आफू नबोलेपछि मलाई यो चाहियो भनेर नभनेपछि त्यो पुरा पनि हुन्न। अनि त्यसपछि एउटा पोइन्ट भनेको त्यही हो। अनि विकनेस मात्र पनि छैन, फेरि फाइदाहरू पनि धेरै छ। सिक्रेट राख्न सक्छ कुराहरू होइन। कसैलाई हार्म गर्दैन। अब दे चुज मेन्टल पिस। आर्ग्युहरू गर्दैन उनीहरूले। झगडाहरू हुन्न तिनीहरू भएको ठाउँमा। द्याट्स द बेनिफिट्स। अनि त्यसपछि अब विकनेस र बेनिफिट्स यो भइहाल्यो। अब एउटा धेरै बोल्ने मान्छेको कुरा पनि कस्तो छ भन्दाखेरि अब यो कुरा मैले भन्दिनँ भनेर सोचिरहेको हुन्छ। अनि फ्लोमै प्याच्च निकालिदिन्छ कि कुराहरू, सिक्रेट कुराहरू। अनि अर्को के हुन्छ भन्दाखेरि अब बोल्ने ठाउँमा बोलेको कि नबोल्ने ठाउँमा बोलेको कि त्यस्तो हुन पुग्छ। अब कस्तो भन्नुहुन्छ भने अब बोल्दा बोल्दै फ्लोमा भन्न नपर्ने कुरा पनि भनिदिन्छ। अनि त्यो कुराले चाहिँ मान्छेलाई हर्ट हुनसक्छ कि। फाइदा पनि धेरै छ फेरि। तिनीहरू चाहिँ जोसित पनि गर्न सक्छ, कम्युनिकेसन गर्न सक्छ, फ्रेन्डसिप गर्न सक्छ, उत्तिखेर अट्याच हुन्छ छ। मतलब अब नबोल्ने मान्छे र बोल्ने मान्छे ट्याक्कै अपोजिट भनौँ न। अब जस्तै नबोल्ने मान्छे यताको साइड भयो भने बोल्ने मान्छे यताको साइड के त्यस्तो हुन्छ। तर यो दुइटै पनि एउटा ठाउँले हेर्दा, एउटा कुराले हेर्दा राम्रो, एउटा कुराले हेर्दा नराम्रो हो। मान्छे कस्तो हुनुपर्छ भन्दा मेरो ओपिनियनमा चाहिँ मिडियम टाइपको कि। अब बोल्न पर्ने ठाउँमा बोल्ने, नबोल्न पर्ने ठाउँमा नबोल्ने। लाइक अब आफूलाई अन्याय परिरहेछ, यताउति भइरह भने बोल्न सक्नु पऱ्यो, आवाज निकाल्न सक्नु पऱ्यो। अनि कुराहरू अब कसैलाई हुन्छ नि त। अब जस्तै भनौँ न, अब चाहिने कुरामा बोल्न पऱ्यो, नचाहिने कुरामा चुप्प लाग्नु पऱ्यो क्या। जस्ट आफू खुसी हुनु पऱ्यो। द्याट्स अ ब्यालेन्स के। ब्यालेन्स चाहिन्छ सबै कुराको लागि। यो सृष्टि चल्नको लागि पनि ब्यालेन्स चाहिन्छ। के अरे महाभारतको लागि
अर्जुन पनि तयार थिएनन् के। महाभारत कसले गरायो, अर्जुनलाई कसले उक्सायो, भगवान् कृष्णले। किनकि इम्ब्यालेन्स भइरहेको थियो कि, पापहरू भइरहेको थियो। त्यही भएर पापको सर्वनाश गरेर ब्यालेन्स फेरि ल्याउनको लागि महाभारत सुरु भयो। पापीहरूको सर्वनाश भयो। आफूले जस्तो जस्तो कर्म गरेको त्यस्तै त्यस्तै भोगे सबैले। त्यही भएर अब भगवान् भएको नभएको कुरामा पनि अब 50-50 नै होला। अब हाम्रो मलाई एउटा पढाउने म्यामले भन्नुहुन्थ्यो कि हामी सबैलाई पढाइराख्दाखेरि भनिरहनुहुन्थ्यो, 2-3 चोटि भन्नुभयो। मलाई चाहिँ यो कुरा एकदम मनमा बसेको कुरा क्या मेरो चाहिँ। अब मान्छेले भगवान् मान्दैन भन्छ, भगवान् हुन्न भन्छ, तर त्यही मान्छेलाई लिएर गएर मन्दिरभित्र लएर यो मूर्तिलाई लात्ताले हान त भनेर भन्दाखेरि त्यही मान्छेले सक्दैन। त्यो पोइन्ट पनि छ फेरि यहाँनिर। फेरि मान्नेहरू पनि धेरै हुन्छन्। अब भनौँ आफ्नो आफ्नो आस्था हो, त्यो इफोर्ट धेरै लाग्छ ब्लग बनाउन पनि। एडिट गर्न टाइम लाग्छ, एक त बहुत टाइम लाग्छ एडिट गर्न। अनि अब मैले अब आधा घन्टाको ब्लग खिचेछु भने, 40 मिनटको ब्लग खिचेछु भने त्यसलाई काटेर 20 मिनटको बनाइदिएर 15 मिनटको बनाइदिएर हाल्छु कि मैले। धेरै अनावश्यक कुराहरू हाल्दिनँ, हँसाउने पोइन्ट हो। मेरो ओपिनियन सेयर गरेको चाहिँ म एकदम विद्वान बुझ्ने भनेको होइन कि, मैले मेरो ओपिनियन सेयर गरेको। तिमी पायो, अब तिमीलाई जस्तो ठिक लागेछ त्यस्तै हुन पायो। अब तिम्रो ओपिनियनमा अब जो नराम्रो हुन नि पायो। सबै आफ्नो लाइफको आफै हिरो हो कि। त्यही भएर मेन क्यारेक्टर आफै हो। आफ्नो लाइफ कसरी जिउने, आफूले कसरी बुझ्ने भन्ने कुरामा भर पर्छ। मेरो ओपिनियन सेयर गरेको मैले चाहिँ। तिमीहरूले जस्तो सुकै सोच्न, जसरी लिन पनि पायो त्यसलाई। अब एकछिन अघि टोलाइरहेको थिएँ, टोलाउँदैको संसार मलाई बेस्ट लागिरहेको थियो। अहिले डिस्ट्र्याक्ट भयो। अब एकछिन फेरि टोलाउँछु आधी घन्टा जति, त्यसपछि चल्दिन्छु घरतिर। है त ल लाइ दगुडेर फर्केको के ओह्रालो दगाउनु हुन्न बाबु, थाहा छैन? नि इन्जर्ड हुन्छ भन्ने थाहा छैन? गाइस यस्तो हुनुपर्छ साथी भनेको। 1 किलोमिटर भइसक्यो, मसित अझै पनि यत्तिकै कि ओह्रालोमा मजाले ब्रेक लगाई हिँड्दै कुरा गर्दै गफ गर्दै हिँडिरह। मलाई पनि साथी भइरह, मजा आइरह। युट्युबमा आउँछ है, त पनि यता हेर्न त टक्कै यो थम्बनेल हालिदिन्छु। धन्नै। सो गाइस यो 6 प्याक देखेर नहाँस्नु होला। किन नहाँस्नु होला भन्दाखेरि चाहिँ म चाहिँ अलि अस्ति मोटाएर कति 75 किलोसम्म पुगेको थिएँ। त्यही भएर अहिले चाहिँ घटिरहेको छु। त्यही भएर यस्तो देखाएको नि त। पहिला त थियो के अरे, ल देखाइदिन्छु कस्तो थियो भनेर, यस्तो थियो। यताको फोटो हालिदिने नि त। अनि अहिले चाहिँ पछि मोटाएर चाहिँ पुरा भुँडी लागेको थियो। अनि त्यसपछि फेरि घटाएर यस्तो गराएको छु। आइज रेस खेलाम ल, आइज हो ल भिडियोको लागि ल। आकाश पनि दामी भएर आज त। ओहो माइ गॉड आकाश। अर्केस एउटा के कोकलनी बनाएको छ गरे अहिले? बना। कहाँनिर बनाएको? त्यो उमा के देवी मन्दिरको ठ्याक्कै अलि तल्लोपट्टि भरकनिर। अस्तिको बनाएको अहिले बनाउँदै रहेछ। त्यहाँ कोड गर्छ नि ठ्याक्क त्यसको अगाडि। नवीनलाई बोलाएको कौडीले जाने। त्यो त 1 मिनट पछि आउँछ कि। 1 महिना त्यसको गयो यार। पैसा दिन्न र त्यसमा दिन्छ है। पैसा त खर्च हुन्छ कि त्यहाँ किन हुन्छ? पैसा पठाउँछस्? पैसा चाहिएको भए भन् भनेको के ख्यास र भन्छ। मैले यस्तो रिस उठेको थियो। मैले भाडा साडा अड्केको भए भन् भनेको के ख्यास गरेको नै। अड्केको भए त भाडा साडा दिएर ल्याउ आइज भन्छु भन्नलाई पैसा चाहिएको दुःख पऱ्यो भने हालिदिन्छु कि त्यसले हेर्छ के अरे ब्लग। कति आनन्दले मैले के दुःख पऱ्यो भने भनेको यस्तै भन्छु त। मलाई त हाँसो लाग्यो। ल ल भोलि आइज त उठाउनु।
बिहानमा हिँड्दिनँ कि म यहाँ राति टाइममा अब यसो सोचौँ ल बिहान उठ्ने जाँगर लायो भने म आउँछु अब भनेपछि मलाई नि बना त के बनाउने जे मन छ त्यही त भनिदिनु तेरो पछि पछि हेर न सिगरेटी नै बनाउँला त ड्राइभर भए म खलासी बनाउँला गाडी सिकिस् होला सिकेँ होइन ल म गएँ कि मसेल टोक्नु लाग्यो अब सिकम सिक्दिनँ म अब यता हुन्न